पुष्कर शर्माको मल मलामी मुटु जलाजलाई भाग 3 को वास्तविकता भिडियो स्टोरी अनुसार हो र यसलाई कुनै नौलो वास्तविकता मान्नु पर्दैन। मुटु जलाजल उनले अभिनय गरेका हुन् र यसलाई बढी अतिरञ्जित रूपमा यसलाई वास्तविकसँग जोडिएको छ, जुन एकदम गलत कुरा हो। र उनले पुष्कर शर्माले गाएको गीत उनले स्टोरी अनुसार नै छ र उनले भनेका छन् यो कुनै पपुलरिटीको लागि गरेका होइनन् र यस्तो सोचेको पनि थिएनन् उनले गर्दाखेरि यो। र यसलाई पक्कै उल्टो तरिकाले यसलाई समाजसँग जोडेको छ, वास्तविक त्यो पुरै गलत कुरा रहेको उनले जानकारी दिए। पुष्कर शर्माको मुटु जलाजल भाग 3 आएको छ र भाग 1 र भाग 2 को हिटपछि उनले यस्तै स्याड इमोसन पाराले गीत स्टोरी उनको स्टोरी थियो र यसलाई भाग 3 मा नै यस्तै गरेका छन्। यो पहिलाकै निरन्तरता हो। त्यो अभिनयमा यस्तो दोहोरी गीतमा भइरहेका छन् र यो पप गीत यो कुनै ठुलो नौलो कुरा होइन। यो पुरै गीत नै एल्बम नै रिलिज गरेर यो भिडियो सार्वजनिक भएपछि यसलाई कुनै सामाजिक माध्यमले उल्टो तरिकाले दिएका छन्। त्यो नराम्रो गलत भएको उनले जानकारी दिए र पुष्कर शर्माको यो गीत अहिले चर्चित र पपुलर भएको छ चारैतिर र पुष्कर शर्माको अब भाग 4 ल्याउने कुरा पनि गरियो। कलाकारले आफ्नो सिर्जनामा के राख्ने नराख्ने भन्ने कुरा कलाकारको अधिकार हो र उनले आफ्नो मृत्यु सम्बन्धी भिडियो बनाएर यसलाई गीतमा प्रस्तुत गरेको छ र उनको यो शब्द अनुसार उनले मिलाउन खोजेका हुन् र यसलाई उनको कलाकारको यो अधिकारको रूपमा लिन्छ र यसलाई मृत्यु सम्बन्धी भिडियो बनायो भनेर उनले गाली पनि खाएका छन् धेरैतर्फबाट, जुन एउटा कलाकारलाई यस्तो नगर्नुपर्ने हो। कलाकारको आफ्नो अधिकार हुन्छ र के गर्ने के नगर्ने भन्ने यो पुरै कलाकार सम्बन्धी भएकोले यो भिडियो दोहोरी गीतको लागि भएकोले यो वास्तविकमा उनको मृत्यु भएन कुनै समाचार सामने छापेछन् जुन नभएको कुरा स्पष्ट छ।